एकीकृत हाजिरी व्यवस्थापन प्रणाली यी हाजिरीको युजरनेम र पासवर्ड कार्यालयको एडमिनले प्राप्त गरिसकेपछि जुन युजरनेम र पासवर्ड सूचना प्रविधि विभागले तपाईँलाई उपलब्ध गराउने गर्छ त्यो प्राप्त गरी लगइन गरिसकेपछि तपाईँले अनिवार्य गर्नुपर्ने सेटिङहरूको विषयमा आज भिडियोमा देखाउँदैछु। सूचना प्रविधि विभागबाट युजरनेम र पासवर्ड प्राप्त गर्नको लागि यो किसिमको फर्म भरेर पत्रसहित पठाउनु पर्नेछ। त्यसपछि तपाईँलाई सूचना प्रविधि विभागबाट युजरनेम र पासवर्ड प्राप्त हुन्छ। तपाईँलाई फर्म आवश्यकता पर्यो भने कमेन्ट गर्न सक्नुहुनेछ। सूचना प्रविधि विभागबाट युजरनेम र पासवर्ड उपलब्ध भइसकेपछि यसलाई लगइन गर्नको लागि तपाईँ आफ्नो कम्प्युटरमा गई गुगल क्रोम अथवा कुनै पनि वेब ब्राउजर खोलेर यसमा सर्च बारमा गई एटेन्डेन्स attendance.gov.np टाइप गरी इन्टर थिच्नुपर्ने हुन्छ। इन्टर थिचिसकेपछि तपाईँले लगइन पेज खुल्नेछ जहाँ पिआइएस कोड र पासवर्ड टाइप गर्नुपर्ने हुन्छ। पिआइएस कोड भनेको युजरनेम हो र युजरनेम सबै थाई कर्मचारीहरूको लागि चाहिँ तपाईँको आफ्नै पिआइएस आइडी हुन्छ। त्यसैले यहाँ मैले आफ्नो पिआइएस आइडी हान्छु र तल सूचना प्रविधि विभागले उपलब्ध गराएको पासवर्ड टाइप गरी लगइनमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाईँले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली यी हाजिरीको चाहिँ वेबसाइट लगइन हुन्छ र यस्तो खाले इन्टरफेस तपाईँले देख्न सक्नुहुनेछ, जहाँ चाहिँ यता छेउपट्टि गृह पृष्ठ, त्यसै गरी कार्यालय व्यवस्थापन र कर्मचारी व्यवस्थापन र प्रतिवेदन, त्यसै गरी सहायता भन्ने ट्याबहरू देख्नुहुनेछ। हामीले चाहिँ सर्वप्रथम कार्यालय व्यवस्थापन भनेको कार्यालय व्यवस्थापनमा क्लिक गर्नुपर्ने हुन्छ। कार्यालय व्यवस्थापनमा क्लिक गरिसकेपछि तपाईँले यहाँ आफ्नो कार्यालयको नाम देख्नुहुनेछ। कार्यालयको नाम अगाडि यो प्लस चिन्ह देख्नुहुनेछ र यतापट्टि अन्तिममा यो एडिटको लागि बटन देख्नुहुनेछ। यो एडिटको लागि बटन तपाईँले बुझ्नुपर्ने हुन्छ। यो एडिट गर्नुभयो भने चाहिँ तपाईँले आफ्नो कार्यालयहरूको नामहरू परिवर्तन गर्न सक्नुहुन्छ यहाँबाट, हैन। अनि इङ्ग्लिस, नेपाली, यहाँ यसरी प्रदेश सरकार, यसरी ठेगानाहरू भयो, हैन। अनि फोन नम्बरहरू परिवर्तन गर्न सक्नुहुन्छ। यो परिवर्तन गरिसकेपछि तपाईँले सम्पादन गर्नुभयो भने, सम्पादनमा क्लिक गर्नुभयो भने यो चेन्ज हुन्छ। र तपाईँले आफ्नो अहिले हामी चाहिँ सर्वप्रथम सेटिङ गर्नुपर्ने हुन्छ। सर्वप्रथम तपाईँहरूको कार्यालयमा उपस्थित कर्मचारीहरूको सेवा समूह पदहरू हाल्नुपर्ने हुन्छ। त्यसको लागि हामी यहाँ आफ्नो कार्यालयको अगाडिपट्टि यो प्लस चिन्हमा क्लिक गर्नुपर्ने हुन्छ। यति क्लिक गरिसकेपछि तपाईँले यहाँ विभिन्न किसिमका ट्याबहरू देख्नुहुनेछ। त्यसमा सेवा, श्रेणी, शाखाको प्रकार, शाखा, पदहरू यसमा चाहिँ देख्न सक्नुहुन्छ। अब हामीले चाहिँ सर्वप्रथम सेवा राख्नुपर्ने हुन्छ। यहाँ अहिले चाहिँ यसमा सेटिङ कतिपय सेवाहरू इन्ट्री गरिसकेकोले यहाँ देखाइरहेको छ र हामीले कुनै पनि सेवा अहिले मैले जस्तै कृषि प्रदेश प्रशासन सेवा, विविध सेवा यसरी छ। मैले कृषि सेवा छ, मैले चाहिँ यहाँ त्यो थप्नको लागि नयाँ थप्नुहोस् भन्ने ट्याब यतापट्टि छेउमा नयाँ थप्नुहोस् भन्ने ट्याब छ। यहाँ गइसकेपछि तपाईँले यसरी खुल्छ। यहाँ तपाईँको आफ्नो कार्यालयको नाम आउँछ, यसलाई केही गर्नुपर्ने हुन्न। र सेवाको शीर्षक जस्तै यहाँ मैले प्रदेश वन सेवा, प्रदेश वन सेवा टाइप गर्छु र सेवा शीर्षकको छोटो नाम भनेको प्रदेश से टाइप गरेर अनि अङ्ग्रेजीमा नाम भनेको प्रोभिन्स फरेस्ट सर्भिस टाइप गरेर अनि अङ्ग्रेजीमा छोटो नाम भनेको यसमा चाहिँ फरेस्ट दिन सक्नुहुन्छ। यसलाई चाहिँ त्यसरी अनुक्रम भन्ने छ, यो कति नम्बरमा राख्ने भन्ने हो। यसलाई चाहिँ अब तपाईँले आफ्नो कार्यालयमा भएको सेवाहरू कति छन् त्यसलाई चाहिँ हेरेर राख्न सक्नुहुनेछ। जस्तै मैले यसमा 4 राख्दैछु। त्यसपछि सक्रियमा क्लिक गर्नु। थाई सेवा छ छैन भने चाहिँ यसलाई केही नगर्दा हुन्छ, सक्रिय हो। यसरी यहाँ नयाँ थप्नुहोस्मा क्लिक गर्नुहोस्। यहाँ नयाँ थप्नुहोस् भइसकेपछि तपाईँले प्रदेश वन सेवा यहाँ चाहिँ
क्रिएट गर्न सक्नुहुनेछ। यसरी भएको चिजलाई यदि मिस्टेक कारणवश तपाईँले यसलाई केही फरक परेमा यसलाई एडिट गरेर पनि तपाईँले यसलाई फेरि सच्याउन सक्नुहुनेछ। यसरी यो खुल्छ, खुलिसकेपछि यसलाई फेरि सच्याउन सक्नुहुन्छ। सच्याइसके पश्चात तपाईँले सम्पादनमा क्लिक गर्नुहोस्। यसरी अन्य कुनै अरू पनि तपाईँले यसलाई डिलिट गर्न सक्नुहुनेछ, सच्याउन सक्नुहुनेछ। तर चाहिँ डिलिट गर्दा अलि ध्यान दिनु होला, किनकि तपाईँले एसाइन गरिसके पश्चात यसलाई डिलिट गर्नुभयो भने तपाईँका कर्मचारीहरूमा एसाइन भएको चिज चाहिँ फरक पर्न सक्छ। तसर्थ डिलिटलाई अलि ध्यान दिएर गर्नुहोला। त्यसै गरी हामीले यो सेवा थप्यौँ, प्रदेश वन सेवा। र अब श्रेणी, अब श्रेणीमा चाहिँ यसरी यहाँ मैले अधिकृत 8औँ यसरी चाहिँ यहाँ श्रेणीहरू थपेको छु। जस्तै यसमा हाम्रो 7औँ छैन, ल यो 7औँको लागि थप्नको लागि यसमा चाहिँ नयाँ थप्नुहोस्मा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ तपाईँको कार्यालयको नाम देखाइ नै हाल्छ र श्रेणी शीर्षक चाहिँ अधिकृत स्तर 7औँ क्लिक गर्नुहोस्। अङ्ग्रेजीमा अफिसर लेभल SEVENT 7th। त्यसै गरी शीर्षक छोटोमा 7औँ गरिदिनुहोस्। अनि यहाँ चाहिँ सक्रिय 6 हो। उच्च पोस्टको यो केही गर्नु पर्दैन। श्रेणी शीर्षकको छोटो अङ्ग्रेजीमा नाम भनेको SEVEN 7 क्लास र अनुक्रम। अब यो प्रकारको अनुक्रम भनेको यो चाहिँ तपाईँले ऱ्याङ्किङ गर्ने हो कर्मचारीहरूलाई। यो कतिौँ नम्बरमा हुनुहुन्छ, तपाईँहरूको कर्मचारीहरू कति हुनुहुन्छ, त्यो अनुसारले यहाँ ऱ्याङ्किङ गर्नुभयो भने यसले चाहिँ तपाईँको कर्मचारीलाई ऱ्याङ्क गर्ने काम चाहिँ गर्छ। यति गरिसकेपछि तपाईँले यहाँ नयाँ थप्नुहोस्मा जानुहोस्। नयाँ थप्नुमा क्लिक गरिसकेपछि तपाईँको यहाँ क्रिएट भएर आउँछ। यसलाई पनि तपाईँले यदि मिस्टेक भयो भने तपाईँले चाहिँ यसलाई एडिट गर्न सक्नुहुन्छ। यसलाई एडिट गरेर फेरि सच्याएर फेरि सम्पादन गर्न सक्नुहुन्छ। त्यसै गरी अब तपाईँलाई सुरुमा चाहिने भनेको शाखा। तपाईँहरूको कार्यालयमा कति शाखा छन् त्यो शाखाहरू तपाईँले यसमा राख्नुपर्ने हुन्छ। जस्तै यहाँ हाम्रो यति शाखाहरू भएको यहाँ चाहिँ मैले टाइप गरिसकेको छु। जस्तै त्यसको लागि पनि तपाईँ नयाँमा थप्नुहोस्मा जानुहोस् र यहाँ शाखाको प्रकार शाखाहरू चाहिँ यसमा टाइप गर्न सक्नुहुन्छ। सबै शाखा यहाँ शाखाको सेक्सन नयाँ शाखा थप्नुहोस्। नयाँ थप्नुहोस्मा त्यसको लागि शाखाको प्रकारमा जानुहोस् र नयाँ थप्नुहोस्। नयाँ थप्नको लागि यहाँ तपाईँको कार्यालय अटोमेटिक यसमा देखाउँछ र शाखाको प्रकारमा यसमा जस्तै आर्थिक प्रशासन शाखा टाइप गर्नुहोस् र अङ्ग्रेजीमा यसमा चाहिँ इकोनोमिक एडमिनिस्ट्रेसन टाइप गरी अनि सक्रिय छ कि छैन गरेर यसमा नयाँ थप्नुहोस्मा जानुहोस्। यहाँ अलरेडी भएकोले मैले चाहिँ नयाँ थपिनँ, यसलाई चाहिँ मैले क्लोज गर्दैछु। यसरी नयाँ थप्नुहोस्मा गइसकेपछि तपाईँको यहाँ शाखा क्रिएट भइदिन्छ। त्यसै गरी अब अर्को गर्नुपर्ने तपाईँले पद। अब तपाईँहरूको कार्यालयमा कार्यरत कर्मचारीहरू को पद क्रिएट गर्नको लागि तपाईँले यसमा थप्नुपर्ने हुन्छ। त्यसको लागि नयाँ थप्नुहोस्मा जानुहोस् र नयाँ थप्नुहोस्मा गइसकेपछि त्यस्तै किसिमले यसमा पनि कार्यालयको नाम तपाईँको अटोमेटिक डिटेक्ट गर्छ र श्रेणी यसमा चाहिँ अलि ध्यान दिनुपर्ने त्यो पद कतिौँ श्रेणीको हो त्यो चाहिँ पहिले क्लिक गर्नुपर्ने हुन्छ। जस्तै अहिले अधिकृत 7औँ तहको यहाँ मैले गर्दैछु भने कुनै पद अधिकृत 7औँ तहको पद छ भने तपाईँले श्रेणी तह अधिकृत 7औँ राख्नुहोस्। अनि विधा स्वीकृत गर्ने पद यसमा पनि तपाईँले ध्यान दिनुपर्ने हुन्छ। विधा कसले स्वीकृत गर्ने त यो कर्मचारी तपाईँले इन्ट्री गर्दै गर्नुभएको पदलाई विधा स्वीकृत कसले गर्ने भनेर यसमा चाहिँ देखाउँछ। त्यसको लागि यहाँ चाहिँ कार्यालय प्रमुखले भनेर राख्नुहोला। यदि कार्यालय प्रमुखको गराउँदै हुनुहुन्छ भने चाहिँ प्रदेश सचिव राख्नुहोला। हाम्रो प्रदेशको चाहिँ कार्यालय प्रमुखको प्रदेश सचिवले गर्नुहुन्छ, त्यस्तो सिस्टमले गर्नुहोला। यहाँ अहिले मैले अधिकृत 7औँ तहको विधा स्वीकृत गर्ने पद कार्यालय प्रमुख भएकोले कार्यालय प्रमुख क्लिक गर्छु। त्यसै गरी पदको शीर्षक
अब यसमा चाहिँ वरिष्ठ अधिकृत राख्छु। पद शीर्षक संक्षिप्त अङ्ग्रेजी अफिसर त्यसै गरी यहाँ पनि अफिसर राखिदिन्छु। वर्णानुक्रम भनेको यो पदको क्रमशः कति नम्बरमा छ भन्दा 3 नम्बरमा, यसरी यसमा पनि 3 राख्नु होला। यसमा चाहिँ नेपालीमा टाइप भयो भने यसले चाहिँ लिँदैन, यो नेपालीमा टाइप नगरेर इङ्ग्लिसमा अङ्ग्रेजीमै टाइप गर्नु होला। र यो सक्रिय छमा चाहिँ यहाँ हो भन्ने छ, यसमा चाहिँ होमा गरेर यसैमा राखिदिनु होला र नयाँ थप्नुहोस्मा क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाईँको यहाँ गएर वरिष्ठ अधिकृत यहाँ भएर क्रिएट हुन्छ। अब यति गरिसकेपछि तपाईँको सेवा श्रेणी शाखा पद क्रिएट भइसक्यो। यदि तपाईँको कार्यालयमा जति पनि कार्यरत कर्मचारीहरू हुनुहुन्छ उहाँको यसरी नै कति सेवाहरू छ, उहाँहरूको कति श्रेणी छन् र कति कुन शाखाहरू छन् र कुन पदहरू छन्, यो हालिसकेपछि तपाईँ अब जानुपर्ने हुन्छ यहाँ कर्मचारी व्यवस्थापनमा गइसकेपछि तपाईँले अब कर्मचारीहरू यहाँ अब यसरी चाहिँ मैले सेटिङ गरिसकेकोले यहाँ कर्मचारीहरू देखाइरहेको छ। तपाईँकोमा नदेखाउन सक्छ, यहाँ कुनै पनि कर्मचारी नहुन सक्छन्। त्यसको लागि नयाँ थप्नुहोस्मा जानुहोस्। नयाँ थप्नुहोस्मा गइसकेपछि तपाईँ कार्यालय देखाउँछ, तपाईँको आफ्नो कार्यालयको नाम अहिले अटोमेटिक डिटेक्ट गर्छ र लगइन आइडी, यसको विषयमा पनि तपाईँले ध्यान दिनुपर्ने हुन्छ। लगइन आइडी भनेको तपाईँहरूको कर्मचारीको पिआइएस आइडी हो र पिआइएस आइडी यहाँ टाइप गर्नुहोस् र पिआइएस आइडी टाइप गरिसकेपछि यहाँ भूमिकाको प्रकार, यो भूमिकाको प्रकार भनेको यो व्यवस्थापक र सामान्य भनेको, व्यवस्थापक भनेको एडमिन, सामान्य भनेको नर्मल युजर। यो तपाईँले ध्यान दिनुपर्ने के हुन्छ भन्दा कार्यालय प्रमुख र एकजना एडमिन, एकजना कर्मचारीहरूको मात्रै व्यवस्थापक राख्नु होला भन्न खोजेको। एउटा कार्यालयमा 2 जना व्यवस्थापक राख्नु होला। एउटा कार्यालय प्रमुख भइहाल्यो, एउटा चाहिँ जसले यो जसले यो चाहिँ एडिट गर्नुहुन्छ, कुनै कर्मचारीहरू आउँदा थप्नुहुन्छ, उहाँलाई मात्रै व्यवस्थापक राख्नु होला, जुन अहिले पहिले नै सूचना प्रविधि विभागले बनाएर तपाईँलाई पठाइदिइसकेको हुन्छ। त्यसपछि यो अरू सबै कर्मचारीहरूको लागि तपाईँले सामान्य भूमिकाको प्रकार राखिदिनु होला। त्यसै गरी भाषा प्रणाली नेपाली नै भइहाल्यो। त्यसपछि हाजिरी सङ्केत नम्बर, यो हाजिरी सङ्केत नम्बर पनि थाई कर्मचारीको यही नै हुने गर्छ, यो पिआइएस आइडी नै हुने गर्छ। त्यसैले यहाँ पिआइएस आइडी नै टाइप गर्नु र कर्मचारी सङ्केत नम्बर पनि त्यही भइहाल्यो, पिआइएस आइडी नम्बर। र यसरी यहाँ हानिसक्यो। यसरी यदि तपाईँले चाहिँ करारका कर्मचारीहरू को टाइप गर्दै हुनुहुन्छ भने यो सेम यो हाजिरी सङ्केत नम्बर भनेको तपाईँले आफ्नो हाजिरी डिभाइसमा इन्ट्री गर्दाखेरि उहाँको फिङ्गर अथवा फेस लिँदाखेरि प्रयोग गर्ने नम्बर हो यो। त्यसैले यदि करारको कर्मचारी हुनुहुन्छ भने करारको कर्मचारीको लागि उहाँको मोबाइल नम्बरको पछाडिको 6वटा अथवा 7वटा नम्बर टाइप गर्न सक्नुहुनेछ। यहाँ लगइन आइडीमा 6वटा अथवा 7वटा नम्बर, यहाँ लगइन आइडी, हाजिरी सङ्केत नम्बर र कर्मचारी सङ्केत नम्बर, यो 3टामा त्यो टाइप गर्न सक्नुहुन्छ। यो 3टा त्यो टाइप करार कर्मचारीहरूको लागि नभए चाहिँ थाई कर्मचारीहरूको लागि चाहिँ यो उहाँको पिआइएस नै टाइप गर्नु होला। त्यसै गरी यहाँ चाहिँ कर्मचारीको नाम अङ्ग्रेजीमा भनेछ प्रकाश खनाल, कर्मचारीको नाम नेपालीमा प्रकाश खनाल र लिङ्ग पुरुष र जन्मस्थान, यो मोबाइल नम्बर छ भने मोबाइल नम्बर हाल्नुहोस्, यो अनिवार्य छैन। इमेल पनि अनिवार्य छैन। र वैवाहिक स्थिति, यो चाहिँ विवाहित, जन्ममिति छैन। सुरु नियुक्ति मिति, यो चाहिँ अनिवार्य छ। तपाईँको यो कर्मचारी जसको यो तपाईँले डाटा इन्ट्री गर्दै हुनुहुन्छ उहाँको सुरु नियुक्ति मिति, यसमा अलि ध्यान दिएर यो हान्नु होला है। त्यसै गरी हालको पदमा नियुक्ति मिति, सुरु नियुक्ति मिति र हालको पदमा नियुक्ति मिति, यो पनि तपाईँले उहाँको विवरण हेरी टाइप गर्नुहोला। त्यसै गरी मातृभाषा नेपाली, रक्त समूह, यो पनि अनिवार्य छैन, धर्म यो छ। अनि
त्यसै गरी आफ्नो बारेमा लेख्नुहोस् भनेको छ। यसमा चाहिँ केही नलेख्दा पनि हुन्छ। यसरी यहाँ गएर नयाँ थप्नुहोस्मा गइसकेपछि तपाईँको यो कर्मचारी गएर यहाँ चाहिँ मैले अहिले त्यो गर्दिनँ, यसमा इन्ट्री भइदिन्छ। अब यसमा इन्ट्री भइसके पश्चात तपाईँले उहाँलाई उहाँको पद, उहाँको शाखाहरू एसाइन गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँले यसमा प्लसमा क्लिक गर्ने। अब जस्तै यहाँ पनि दुई किसिमको छ। अघि नै मैले कार्यालय व्यवस्थापनको ट्याबमा पनि यसमा छ। यो एडिट गर्नको लागि यता यसमा एडिटमा जाने, सम्पादन भनेर छ, यसमा जाने। यदि चाहिँ त्यो व्यक्तिकोलाई शाखा पद एसाइन गर्ने हो भने नझुकिने होला। यो नामको अगाडि प्लस छ, यसमा क्लिक गर्नु होला है। नामको अगाडि प्लस छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँलाई यस्तै कार्यालय व्यवस्थापनमा जस्तै यसमा पनि यसरी ट्याब दिएको हुन्छ। ट्याब यो देखिसके पश्चात यसमा जागिर विवरण भन्ने यो सेकेन्ड ट्याबमा तपाईँ क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँ चाहिँ अलरेडी यो इन्ट्री भइसकेर यसमा देखाएको छ। तपाईँले चाहिँ यहाँनिर नयाँ थप्नुहोस् भन्नेमा आउँछ। यहाँ नयाँ थप्नुहोस्मा क्लिक गर्नुहोस् र यस्तै यही देखाउँछ। यही नयाँ थप्नुहोस् क्लिक गरिसकेपछि यो देखाउँछ, कार्यालय आफै डिटेक्ट गर्छ। अब यो शाखा तपाईँले बनाइसकेको शाखा यहाँ देखाउँछ। यो शाखा उहाँ कुन शाखामा काम गर्नुहुन्छ त्यो शाखा क्लिक गर्नुहोस्। अनि जागिरको किसिम थाहै, अनि त्यसपछि सेवाको प्रकार तपाईँले यहाँ અહીં हानेका सेवाहरू सबै यहाँ देखाउँछ। प्रदेश प्रशासन सेवा। अनि पद અહીં तपाईँले टाइप गरेको, અહીં तपाईँले क्रिएट गरेको पद यहाँ देखाउँछ। यो पद राख्नुहोस् र पेसाको स्थिति थाहै राख्नुहोस् र उपस्थित मिति, यो कार्यालयमा उहाँ उपस्थित मिति भएको यो मिति चाहिँ यहाँ टाइप गरिदिनुहोस्। त्यसपछि अब यो रमाना यिनीहरू ट्याबहरूलाई तपाईँले केही नगर्नु होला, किनकि यो सरुवा भएर गइसके पश्चात फेरि पनि यसैलाई यो गरेर तपाईँले सम्पादन गर्नुपर्ने हुन्छ। यो खाली राख्नु होला, यो तीनटा ठाउँ खाली राखेर त्यसपछि सम्पादनमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाईँको यहाँ त्यसपछि यहाँ कर्मचारीमा जानुहोस्। यति गरिसकेपछि तपाईँको कर्मचारीको शाखा, पद, सेवा, समूह सबै विवरण फुलफिल हुने गर्छ। यसरी तपाईँले सम्पूर्ण आफ्नो कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सेवा, समूह, श्रेणी र शाखा एसाइन गर्न सक्नुहुन्छ। हवस् त, यी हाजिरी सिस्टममा कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण इन्ट्री गर्दा कुनै समस्या आएमा कमेन्ट गर्नुहोला। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै अर्को यस्तै जानकारीमूलक भिडियो लिएर आउने बाचासहित म बिदा हुन्छु। हजुरको समय शुभ रहोस्। धन्यवाद।